सो हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइस अर्को भिडियोमा पनि तपाईँलाई स्वागत छ। र गाइस म जानेवालामा छु पातले काट्नको लागि, पातले घाँस काट्नको लागि जाँदैछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। ओके बाई। घाँस काट्नको लागि चाहिँ जानु नै पर्छ नि त, घाँस काटिरहनु पर्छ। त्यही हो, गाउँघरमा बसेपछि यस्तै हो, घाँस काट्नुपर्छ। भिडियो अन्तिमसम्म हेरिदिनु ल। यस्तै हो गाइस, घाँस काट्ने होइन, यस्तै हो। सो गाइस यहाँ तल म चाहिँ जङ्गल देखाइसकेको छु नि त, यहाँनिर देख्न सक्नुहुन्छ। यो चाहिँ पानी ट्याङ्की भयो, टक्क लगाएर ट्याङ्की हो क्या, परतिर चाहिँ पानी ट्याङ्की हो। अनि यो चाहिँ लेखेको छ नि, यो जुन रातोहरूले लेखेको छ नि, यो अक्षरले लेखेको छ नि, यो लेखेको चाहिँ पहिले नै सायद आर्मीहरूले होला होइन, पहिले नै क्या। पहिले नै म जन्मेको थिइनँ होला यार, पुरै हो। म 18 वर्ष 19 वर्ष लागिसक्यो। यताबाट टक्क लगाएर जाइन्छ अनि घाँस काट्ने हो। अनि टक्क लगाएर भरेतिर पनि भ्लग आउँछ। जितपुर गएको चाहिँ जितपुर जान्छु होला म सायद। त्यही हो, हेर्नु सक्नुहुन्छ। जङ्गल छ क्या, जङ्गल यता चाहिँ जङ्गल पनि छ, घर पनि नजिक नजिक छ जङ्गलको छेउछेउ। पहिला यता सबैतिर आगो लागेको थियो क्या, तर यस्तो यो कुलोको पायो पनि त यो पानलाइन चाहिँ के धानहरू रोप्नको लागि। यतातिर आएर म घाँसहरू काट्छु कि। घाँस काट्ने भनेको चाहिँ यस्तो हो, बाख्रालाई सेउला हो क्या, कराङ कुरुङ खान्छ। कतिजनालाई थाहा हुन्छ होइन, कतिजनालाई थाहा हुँदैन। गाउँमा बस्नेहरूलाई त प्रायः थाहा नै होला पातलेको सिउला कस्तो हुन्छ भनेर। यस्तो गाइस परतिर पल्लो छेउ चाहिँ घर छ। यतातिर मलाई चाहिँ सर्पको डर हुन्छ क्या, सर्प पनि निस्किन्छ नि त गर्मीमा। अनि सर्प चाहिँ डर लाग्छ। यस्तो गाइस देख्न सक्छ भ्यू यता बारीको घरको भ्यूहरू तपाईँ देख्न सक्नुहुन्छ। चाहिँ ठुलो मम्मीहरूको घर हो क्या त्यो चाहिँ। अनि यो रोड त्यही हो, पिच गर्ने रोड हो यो, त्यही तलैसम्म अलिक तलसम्म हुन्छ। अनि वेदर पनि आज खुल्ला जस्तो, अलिक धुम्मी जस्तो छ। बर्खा मास लाग्दैछ होइन, यस्तै हो। हाम्रो घर चाहिँ यहाँ माथि छ, यहाँनिर ठिक्क यो हाँसेको टुप्पोमा छ घर चाहिँ, माथितिर छ घर। यत्रो टाढा आएर म घाँस काट्दैछु। अब यहाँ परतिर गएर म घाँस काट्छु। बेसी भिडियो लास्टसम्म हेर्नुलाई, अन्तिमसम्म है त। सो गाइस अनि यतातिर चाहिँ त्यो गोरो अनि त्यो सर्पहरूको डर हुन्छ क्या लास्ट होइन। गोरो चाहिँ मलाई सायद शङ्का लाग्छ यार, भेट्छु होला आज यार। गोरो भन्ने चाहिँ कसैलाई थाहा छ, कसैलाई थाहा छैन। यत्रो हुन्छ क्या त्यो पुच्छरले भेट्यो भने मलाई काट्छ अरे क्या खुट्टाहरू चाहिँ, धारेल हुन्छ क्या त्यसको पुच्छर चाहिँ भन्थ्यो। कतिले देखेको हुन्छ, डर लाग्छ यार लास्ट, तर डर मान्नु हुँदैन। ओके सो हुन्छ त, म पातलेको घाँस काट्न आएको, पतिर जान्छु। देख्न सक्नुहुन्छ गाइस यता माथितिर चाहिँ गाउँहरू छ अलिअलि कलाएर। माथि यतातिर हो क्या, माथितिर यो डाँडा पल्लो छेउ क्या जितपुर भनेको चाहिँ। तर धेरै टाढा पनि छैन, सो चाहिँ यहाँदेखि 15 मिनट हदै भए 15 मिनट जति चाहिँ लाग्छ। जितपुर जानको लागि 15 मिनट जति लाग्छ यहाँदेखि। गाइस अनि हाम्रो घर चाहिँ म यहाँदेखि जुम गरिदिन्छु है त। अब क्वालिटी गइहाल्छ जुम गर्दाखेरि, तर चाहिँ म गरिदिन्छु हाम्रो घर चाहिँ। कति भयो सो गाइस एकछिनै हाम्रो भिडियोमा गरिदिन्छु। त्यहाँनिर छ क्या घर चाहिँ, यहाँनिर छ। सो
सो जुम गर्दैछु घर तपाईँले देखिहाल्नुभयो त्यो चिराउनेनिर एउटा घर तपाईँले देखिहाल्नुभयो होइन अलिअलि यहाँनिर छ क्वालिटी गइहाल्छ क्या गाइस जुम गर्ने बित्तिकै होइन क्वालिटी क्या दामी हुन्छ अब अनि यतिको क्वालिटी आउनु पऱ्यो नि त जुम जाँदाखेरि यहाँनिर चाहिँ घर देखिहाल्नुभयो सो गाइस त्यही हो पुरै यतातिर नै गाउँ छ क्या यता तलतिर नि गाउँ छ यता तल यतातिर चाहिँ काफे भन्ने ठाउँ छ अनि यता तल चाहिँ आन्द्रुङ छ फेरि भालुखोप आन्द्रुङ छ यता तलतिर त्यही छ गाइस म घाँस काट्न आएको छु अब घाँस काट्छु अनि त्यस पछाडि फेरि जानुपर्छ घरतिरै यता ओके भिडियो अन्तिमसम्म हेरिदिनु होला गाइस अहिले चाहिँ डेन्जर घाम लागिरहेको छ क्या फेरिमा यो घाँस काट्ने बेलामा चाहिँ जहिले घाम लाग्छ क्या मेरो पालामा चाहिँ डेन्जर घाम लागिरहेछ होइन शीतलमा आएर बसिरहेको छु घाम चाहिँ लागिरहेछ ठुन्डला पुरो घाम छ यहाँ यस्तै बर्खा मासमा होइन कहिले घाम लाग्छ कहिले शीतल भइदिन्छ कहिले पानी पर्छ होइन टुङ्गै हुँदैन त्यही हो सो गाइस घाँस काट्न आएको छु क्या यहाँ माथि घाँस छ यतासँग चाहिँ घाँस चाहिँ माथितिर छ यसलाई कसरी काट्ने होइन भन्ने सोचिरहेको छु हँसिया खुर्पा लिएर आउनुपर्छ मैले हँसिया लिएर आइछु क्या तर केही छैन गाइस म सानो बुटाबुटी पनि हानिदिइहाल्छु त्यही हो हातमा पन्जासँग लाएर एकदम जसले घाँस काट्नको लागि रेडी भएर म घाँस काट्न काम आँटिरहेको छु त गाइस कलर पन्जा त लाउनै पऱ्यो नि त हात जोगिनु पऱ्यो नि त होइन त्यही भएर पन्जासँग लाएँ अब चाहिँ टक्क लाएर अब घाँस काट्छु ओके भिडियो अन्तिमसम्म हेरिदिनु होला घाँस काट्छु अनि फेरि भिडियो अन गर्छु यता ओके बाई सो गाइस म चाहिँ यति घाँस चाहिँ काटिसकेको छु नि त टक्कलाएर यति घाँस चाहिँ काटेँ अलिकति भए पनि पुग्छ किनभने भाडा थोरै छ नि त टक्कलाएर एक अङ्गाला जति चाहिँ काटिसकेको छु अरूभन्दा पनि त्यही हो सो गाइस अब चाहिँ यसलाई लिएर घर जानुपर्ने हुन्छ ओके सो गाइज म चाहिँ घर आइसकेको छु अनि त्यही भएर टक्कलाएर घरमा आएर होइन हात खुट्टाहरू सबै धुइवरी मस्तसँग यहाँ बसिरहेको छ नि त अनि अब चाहिँ टक्कल लाएर अब गर्मी बन्छ अनि गर्मीमा चाहिँ अब के काम भनेर टक्कलाएर हेर्न गएको ओके के हुन्छ सो गाइज के चाहिँ हुन्छ ल खाम त के छ कि फ्रिजमा होइन के छ कि त हेरौँ सो गाइस फ्रिजमा त खासै खानेको भनेको चाहिँ टक्कलाएर केही पनि थिएन भने यता आँप थियो गाइस आँप चाहिँ खाम न त होइन फ्रिजको आँप टक्कलाएर हिजो शुक्रबार चाहिँ लिएर आउनुभएको थियो अन्डा हेरेन कति रहेछ अस्ति यहाँ फुटेछ क्या गाइस फुटेर यहाँ झरेछ हेर्नु यस्तो बसेर दाग बसिरहेको छ कि जाँदैन सो गाइस आँप चाहिँ भेटाइसकेको छु र अब चाहिँ यो आँप चाहिँ म काटेर टक्क लाएर गर्मीमा खानु पर्यो है त ओके आँप बजारबाट ल्याइसके पछाडि चाहिँ टक्क लाएर पखाल्नु चाहिँ पर्छ है एकतालि किनभने अस्ति इन्डियामा नि भेटाइसकेँ बिसाइदिइहालेको अनि पखालेर टक्क लाएर हाल्नुपर्छ जस्तो छ यो चाहिँ बजारबाट ल्याएको सायद त धरानको आँप होला धरानबाट ल्याएको भन्दै थियो होइन त्यही हो गर्मीमा होइन गर्मीमा आँप त हुने खाने भनेको अब आँपको सिजन सुरु भइसकेको छ अब आँप हुन्छ है त आँप खान्छु ओके सो गाइज मलाई चाहिँ निकै अल्छी लागिरहेको थियो अनि टक्क लाएर आँप चाहिँ आँपलाई चाहिँ मैले यसरी मिक्सरमा हालेर चिनी हालेर नै एकदमसँगले खाने बनाएको छु लास्ट मिठो हुँदो रहेछ यता गाइजहरू र यसमा चाहिँ अब टक्क लाएर भुसीको दुधको मही हालेर टक्क लाएर खाइन्छ ओके सो गाइज गर्मीमा के गर्नु त होइन गर्मीमा यस्तै हो घाम लागिरहेको थियो अघि भर्खर र अहिले धुम्मिरहेको छ क्या फेरि अनि टक्क लाएर अब चाहिँ यो एकदम मही हालेर खाइन्छ है त सो गाइज होइन अनि टक्क लाएर चक्लेट पनि हालेको थियो अघि मिक्सरमा अनि मिठो भएको थियो मही पनि हालिदिइसकेको छु होइन अलिकति दही पनि हालिदिएको अनि टक्क लाएर मुनि चाहिँ आँप छ देख्न सक्नुहुन्छ होइन अनि त माथितिर चाहिँ टक्क लाएर मही हाल्दै तपाईँलाई फिड गरेर खान्छु हेर्नु कस्तो हुन्छ
चम्चीले घोलिदिउँ है त गाइज चम्चीले घोलिदिन्छु है त ओके सो गाइज फाइनली गाइज मैले जस्तो गरिसकेको छु फिटेर पनि होइन फिटिसकेको छु अनि टक्कर यसमा चाहिँ के छ भन्दाखेरि नि के मिसाएँ भन्दाखेरि पाकेको आँप बजारबाट ल्याएको त्यो पाकेको आँप पनि मैले मिसाइसकेको छु मिक्सरमा हालेर होइन फेरि काटेर सानो बनाएर त्यो सबै त गुदी चाहिँ निकालेर मिक्सरमा हालेर टक्कर पिसेर झोल बनाएको थियो अघि भर्खर देखिहाल्नु भयो र त्यस पछाडि चाहिँ अनि टक्कर मही पारेको थियो बिहान मही पनि हालियो र त्यसपछि चिनी पनि हालेको थियो अनि चक्लेट पनि रहेछ चक्लेट पनि हालिदिएको मिठो खालको चक्लेट टक्क लगाएर जान्छ खोल अब 3टा जति 4वटा जति चक्लेट हालिदिएको थिएँ बबाल मिठो भएको छ त गाइज तपाईँहरू पनि घरमा यस्तै अल्छी लाग्यो भने चाहिँ आँप छ भने चाहिँ तपाईँहरू पनि टक्कर बनाएर खान सक्नुहुन्छ है त ओके म खान्छु बाई सो गाइज मैले चाहिँ यस्तो बनाइसकेको छु अनि यसलाई खाना गइरहेको छ त कस्तो हुन्छ है त बबाल छ क्या यसको टेस्ट भन्दा नि स्मेलले चाहिँ बबाल छ क्या स्मेल टक्क लगाएर पाएको आँपको स्मेल तपाईँहरू नि सम्झिन सक्नुहुन्छ कस्तो हुन्छ होइन यसरी चाहिँ तपाईँहरू पनि अल्छी लागिरहेछ भने तपाईँ पनि खान सक्नुहुन्छ एकदम बबाल एकदम टेस्टी छ है त गाइस त्यही हो ल भ्लग अन्तिमसम्म हेरिदिनु होला अब कति हुन्छ थाहा छैन होइन तर भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनु होला ओके बाई लास्ट मिठो हुन्छ तपाईँहरू पनि खान सक्नुहुन्छ यस्तो खालको टक्क लगाएर बनाएर घरमै होइन ओके सो गाइज हाम्रो घरदेखि चाहिँ एकदमसँगले भ्यू म तपाईँलाई देखाउँछु ल दामी खालको भ्यू पनि देखिन्छ अझै यो खुल्ला भएको थिएन नि बबाल देखिन्छ क्या हरियो छ हेर्नु पुरै होइन अनि टक्क लगाएर घर यहाँ हाम्रो घरबाट देखिने भनेको चाहिँ यो ठुलो खालको यो थुम्को भन्छ नि यो भिर चाहिँ यो झाँक्री पाएको हो जुन त्यहाँनिर सिडी छ त्यो माथिको टुप्पीबाट सिडी छ परतिर चाहिँ झाँक्री पाएको छ त्यहाँ भने पछाडि र यहाँनिर भनेको यता तलतिर भनेको चाहिँ यस्तो खोला छ तल लास्ट खोला छ माङमाई खोला भन्छ क्या त्यसलाई तल अनि यता चाहिँ छुम्लिङ भयो यो साइड सबै छुम्लिङ हो तलतिर चाहिँ अलिक खोला मास्तिरतिर चाहिँ तलतिर चाहिँ बाँसपानी भन्छ होइन बाँसपानी भन्दो रहेछ अनि यता माथितिर भनेको चाहिँ डडुवा के भन्छ क्या यतातिर चाहिँ अनि यो सिधै माथि चाहिँ पाख्रीबास भयो यति पाख्रीबासको त्यो भ्यू टावर पनि देखिन्छ उग्रेको बेलामा चाहिँ अनि यतातिर पाख्रीबास भइहाल्यो अनि यतापट्टि सानीहरू पनि म देखाइदिइहाल्छु एकछिनमा र यता यो भिरपारी चाहिँ पुरै भोजपुर छ अनि टक्कर अहिले माथि गएर चाहिँ म अरुण नदी पनि तपाईँलाई देखाउने प्रयास गर्छु हेरौँ कस्तो हुन्छ है त अनि यतापट्टि टक्कर यहाँ हाम्रो गर्दै सुन्तलाको बिरुवाहरू छ क्या टक्कर देखिहाल्नु भयो यहाँनिर छ यताउति सबै दुई गराभरि छ क्या सुन्तला बिरुवा बगैँचै छ भनिदिउँ न होइन अनि यताउति पुरै घाँस सास सबै लगाइदिएको छौँ विकासी घाँस भन्छ यसलाई हात्ती घाँस पनि भन्छ विकासी घाँस पनि भन्छ अनि यतातिर देख्न सक्नुहुन्छ वेदर पनि आज पनि त्यस्तै छ धुम्बिरहेको छ होइन अनि टक्क लगाएर पार्क देख्न सक्नुहुन्छ झाँक्री पार्क हो यो चाहिँ त यो ठुलो थुम्को चाहिँ झाँक्री पार्क भइहाल्यो अनि अघि पातले काट्न गएको भनेको चाहिँ यहाँ यता तलतिर हो क्या यो साइडतिर हो टक्क लगाएर गाडी छ न जङ्गलहरू एकदम बबाल जङ्गल छ अनि वेदर पनि तपाईँहरूले देखिहाल्नु भयो घरदेखि चाहिँ यस्तो भ्यू देखिन्छ क्या अझै बबाल भ्यू देखिने बाँकी नै छ क्या अझै यो वेदरहरू सबै उग्रिसके पछाडि नि यो माथि पाख्रीबासहरूको त्यो पाख्रीबासको भ्यू टावरै देखिन्छ क्या त्यो माथिको भ्यू टावर देखिन्छ अनि यता अरुण पनि म माथिबाट डाँडा छ फेरि यतापट्टि हाम्रो यो घरदेखिको देखिन्छ चाहिँ यहाँ माथि चाहिँ एउटा डाँडा छ क्या एउटा चोरो जस्तो छ जुन भन्छ डमिन डाँडा र त्यहाँनिर गएर चाहिँ पुरै भ्यूहरू देखिन्छ है त गाइज त्यही हो म चाहिँ अहिले घरमा छु र अनि शनिबार आज चाहिँ शनिबार हो शनिबार आइतबार पनि 2 दिन छुट्टी दिएको छ क्या फेरि अहिले नेपाल सरकारले थाहा भएको कुरो हो र गाइज 2 दिन छुट्टी पनि अल्छी नै लाग्छ होइन तर भिडियो ब्लगहरू गर्दैछु अब हेरौँ कस्तो हुन्छ अब आउने दिनहरू ब्लगहरू गर्दै जाँदा फेरि हाम्रो घरबाट देखिने भ्यू यो भयो होइन र कलर देखिहाल्नुहुन्छ तपाईँहरू वेदर पनि कालो धुम्बिरहेछ पुरै होइन यतापट्टि उग्रिरहेछ क्या वेदर अर्कै भइरहेछ क्या यता उग्रिने यतापट्टि धुम्मिने होइन बर्खा मास पनि सुरु भएको केही न पानी पनि हल्का हल्का पर्छ होइन त्यो तल चाहिँ घाम लागिरहेछ त्यहाँनिर घाम लागिरहेछ नि यहाँ पुरै घामै छैन क्या तल घाम लागिरहेछ यहाँ घाम लागेको छैन पारी घाम लागिरहेछ यता लागेकै छैन क्या यता बाटो अनि फेरि माथि पाख्री बस्तिर पनि घाम लागिरहेछ अलिअलि अनि फेरि यतातिर घामै लागेको छैन सानैतिर नि म देखाइदिइहाल्छु तपाईँहरूलाई ओके यता भयो भने हाम्रो पाठाहरूले चाहिँ टक्क लगाएर बाख्रा पाठा
घाँस खाँदैछन् होइन। अनि यहाँ एउटा सानो बोका रहेको छ यता यता घाँस खाँदैछ पुरै होइन। अनि यहाँदेखि पनि देख्न सकिन्छ भ्यू है त। अनि सान्ने भनेको चाहिँ यहाँनिर भइहाल्यो। यहाँ चाहिँ क्लियर आएको छैन पक्न त देखिदिइहाल्छु म। र गाइस सान्नेको चाहिँ देखिहाल्नुहुन्छ तपाईँहरू। यो सान्ने भन्छ क्या, यो सान्ने भन्छ होइन। क्लियर चाहिँ आएको छैन होला तर त्यो चाहिँ यो ठुलो देखिहाल्नुभयो जुन सान्नेको स्कुल रहेको छ होइन। यहाँ अनि टक्कर सान्नेको गाउँहरू रहेको छ। यतातिर पाख्री बस्ती यता माथि छ क्या, यहाँ देखिहाल्नुहुन्छ तपाईँहरू। तर क्लियर आएकै छैन क्या। अझै वेदर क्लियर भएको थियो चाहिँ भोबाले देखिन्थ्यो, टावर पनि देखिन्थ्यो। अनि यतापट्टि सान्ने रहेको छ, तपाईँहरू देखि नै हाल्नुभएको छ। यतापट्टि सान्ने हेर्न सक्नुहुन्छ। गाउँ जस पहिलेको भन्दा अलिक बाक्लो हुँदै हुँदै गएछ सान्ने पनि, माथितिर पनि देख्न सक्नुहुन्छ। र गाइस सान्ने चाहिँ भने त्यहाँनिर छ। अघि मैले जुम गरेर स्कुल पनि त्यहाँनिर देखाइदिइहालेको छु, सान्नेको स्कुल हो होइन। तपाईँ देखिहाल्नुभयो यहाँनिर छ सान्नेको स्कुल, यो जुम गरेर देखाइसकेको छु ल। सो गाइस त्यही हो, सान्ने पनि देखिहाल्नुभयो। यहाँदेखि चाहिँ पुरै देखिन्छ क्या सायद प्रायः जस्तो। अनि यहाँ तलतिर चाहिँ खोपेढुङ्गा भन्ने छ, त्यहाँनिर पनि म कुनै न कुनै भिडियोमा म तपाईँलाई त्यो खोपेको ढुङ्गा नि जोड्छु। आज भए भने तपाईँलाई यही भिडियोमा राख्ने नै छु। त्यही हो। सो गाइस यतातिर चाहिँ कटेराबाट चाहिँ देखिन्छ पुरै क्या हाम्रो घरको कटेरा, हाम्रो घरबाटै देखिन्छ। यतापट्टि रहेको छन् बाख्राहरू मस्त। यो चाहिँ के लगाएको भन्दाखेरि घामबाट जोगिनको लागि, गर्मी पनि पाहाड पनि निकै गर्मी छ नि त। टक्कर घाँस खाँदैछन् बाख्रा र पाठोले पनि घाँस खाँदैछ। गाइस त्यही हो, त्यही हो गाइस त्यही हो। सो गाइज अब चाहिँ म भने टक्कलर तपाईँलाई माथि अघि भनिहालेँ डोमिन डाँडा भन्ने ठाउँ होइन। म तपाईँलाई त्यहाँ गएर भिडियोहरू देखाइदिइहाल्छु। खासै राम्रो पनि भ्यू चाहिँ देखिँदैन तर अझ अलिक गाह्रो भएको छ। पहिला चाहिँ बबाल भ्यू देखिन्छ तर अहिले चाहिँ देखिँदैन। त्यही पनि म तपाईँलाई देखाउँछु। ओके सो गाइज म लाग्छु है त। यहाँदेखि लगभग तपाईँको अलिक 1 मिनट जति पनि लाग्दैन क्या, यहीँ माथि हो। सो गाइस म फाइनली डोमिन डाँडा भन्ने ठाउँमा आइसकेको छु होइन। घरदेखि खासै छैन, त्यही पनि लाग्दैन नि त। कलर हेर्न सक्नुहुन्छ सिरु फुलिरहेछ। अनि यता भयो, यतापट्टि साइडमा छ जितपुर। अझ पुरै घारी भएर केही पनि देखिँदैन क्या तलको भ्यूहरू। पहिले पुरै सानसानो रुखहरू हुँदाखेरि चाहिँ बबाल थियो। अनि देखिहाल्नुभयो त्यहाँनिरको अरुण नदी चाहिँ माथिबाट बगेर उता जान्छ, काफले भइहाल्यो। अरुण नदी त्यहाँनिर छ र यतापट्टि चाहिँ पुरै घारी छ क्या। तर म यस्तो घारीबाट म स्कुलबाट आउनु भनेको यही बाटो पनि हो र तलतिर रोड पनि छ यता। दुईवटा बाटो चाहिँ म आउँछु। अनि देखि नै हाल्नुभयो पारि यतापट्टि रहेको छ जितपुर यता माथितिर। अनि यताबाट टक्कर यहाँबाट जाने, टक्कर त्यहाँबाट जाने, त्यहाँ जाने हो। स्कुल त्यहाँनिर छ होइन। स्कुल जाँदाखेरि चाहिँ त्यही हो, त्यहाँबाट गयो होइन। अनि त्यही सकेपछि यतातिर चाहिँ पुरै घारी न घारी छ नि त। यहाँ चाहिँ अस्ति रुख पनि काटिसकेको छ, यहाँ माथि तारले उतो गरेर भेट्यो अनि त्यही भएर।
सो गाइस अहिले चाहिँ ल क्लियरली देखिरहनु भएको छ होला हैन। यतातिर एउटा घर छ अनि त्यहाँनिर तलको घर छ, त्यहाँ पनि घर छ र त अरुण नदी देखिहाल्नु भयो। यता सबै यो अरुण नदी यता अकरको भिर छ यता साइडमा यहाँ र यताउता के भन्छ हैन। यो सो गाइस म जिम गरेर नि अरुण देखाइन्छ ल पाउनु। सो गाइस अरुण नदी देख्न सक्नुहुन्छ यता मेरो जुमबाट देखिरहेछ, मोबाइलबाट भने अरुण नदी ल हेर्नु 10x मा जुम हानिदिरहेको छु ल देख्न सक्नुहुन्छ। सो गाइस यतापट्टि रहेको छ, यता चाहिँ रहेको छ काफले, यता त्यपट्टि काफे रहेको छ भने देख्न सक्नुहुन्छ यतापट्टि काफले। यतातिर मान्छे जस्तो देखिरहेछ यता मैले ल के बोक्दै हुनुहुन्छ यता, सायद बजारबाट आउनुभएकोलाई के बोकेर बसिरहनु भएको छ। त्यसो गाइस यता नि घर रहेको छ भने यता ठुलो बाटो रहेको छ, यतापट्टि अरुण पनि रहेको छ, यता अघि भनिहालेँ मैले अरुण नदी। सो गाइस भ्यू चाहिँ यस्तै देखिन्छ हैन। आफू अब टाउन डाँडा भनेको चाहिँ भइहाल्यो र भ्यू चाहिँ देखिहालिन्छ अलिअलि भए पनि हल्का फुल्का पनि तलको भ्यू चाहिँ देखिन्छ। नत्र यहाँ पहिला त बबाल थियो क्या, यो सानो रुखहरू हुँदाखेरि चाहिँ बबालै भएको थियो। सो गाइस अनि अहिले अब चाहिँ म यो यताउति भ्यूहरू तपाईँलाई देखाउँदैछु हाम्रो गाउँघरको हैन, देखिहाल्नु भयो यतातिर। र सो गाइस त्यही हो र भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है त, बाई। सो गाइस अब चाहिँ म जानुपर्ने हुन्छ घर हैन। अनि टक्क लगाएर घाम पनि यस्तो लागेको छ कि टन्टला पुरो माथि हेर्न सक्नुहुन्छ। सो गाइस घाम लास लागेको छ हैन, पुरै घाम लागेर उल्कै भएको छ ल। सो गाइस त्यही हो र अब चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला। ओके सो गाइस डाउन डाँडा तपाईँले देखि नै हाल्नुभयो हैन, कस्तो छ र कस्तो भ्यूहरू देखिन्छ भनेर। त्यही हो सो गाइस भिडियो अन्तिमसम्म हेरिदिनु होला। यस्तै यो भ्लग हाम्रो गाउँघरको। सो गाइस भिडियो देखिहाल्नु भएको छ हैन, मैले जुम गरेर सबैतिर देखाइसकेको छु। तल पनि गाउँ तपाईँहरूले देख्न सक्नुहुन्छ, छुम्लिङ भन्छ हैन। अनि अहिले चाहिँ म घरमै छु नि त, अनि त्यही भएर कलाएर सबै देखाउँदैछु। आज छुट्टी पनि छ, शनिबार छुट्टी पनि छ, भोलि पनि आइतबार पनि छुट्टी छ। सो गाइस त्यही हो, छुट्टीको दिन के गर्नु अल्छी लाग्छ, ब्लग बनायो बस्यो हैन। ओके सो गाइस हामी चाहिँ भने बजार पुगेर टक्कला जितपुर पुगेर आइसकेका छौँ हैन। यतापट्टिको भारी बोक्दैछ र सो गाइस युट्युबमा आउँदैन भाइ, युट्युबमा नि आउँछ तर भ्युज कति जान्छ थाहा छैन। सो गाइस पानी पनि परिरहेछ, तर पानी परिरहेछ हैन, देखाएको छैन। सो गाइस देख्न सक्नुहुन्छ पर कुनायो। सो गाइस पानी पनि परिरहेछ हैन, अनि टक्क लगाएर पानी पनि हामी बित्दै हिँडिरहेको छौँ। घर चाहिँ आइपुग्न आँट्यौँ हैन, देख्न सक्नुहुन्छ वेदर यतापट्टि रहेको छ। टक्क लगाएर पानी बिचमा नि आउँदैछौँ। घरबाट कल आइसक्यो तर हामी आउँदैछौँ होइन। पानी कत्रो पानी परेछ त्यहाँ पारी। सो गाइस हामी सर्टकटबाट हान्नुपर्ने हुन्छ कि म उताबाट जाइदिउँ है। सो गाइस टक्क लगाएर पानी पनि परिरहेछ, पानीमा म हिँडिरहेको छु टक्क लगाएर है। मकैहरू हेर्न सक्नुहुन्छ, यो निकेशको मकैहरू टक्क लगाएर पहेँलो पनि छ, पानी नपरेर हो, तर पानी फ्याटफुटले पनि केही नाप्दैन क्या मैले। र गाइस म चाहिँ डाउन डाँडा आइसकेको छु नि त, अनि त्यही हो जितपुर भ्लग आएको छैन होला होइन, तर म एक दिन चाहिँ जसरी नि तपाईँलाई निकाल्छु बजारको एरियामा होइन। डर त लागि नै हाल्छ। टक्क लगाएर यहाँनिर आलु निम्कीहरू बिस्कुटहरू ल्याएको छु, टक्क लगाएर चियासँग खानुपर्छ क्या। बिस्कुट चाहिँ पानी परिरहेछ कुद्दैछु म। लेट्स सो गाइस भ्लग यति नै हुन्छ कि, बाई गाइस बाई।